सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा पहिलोपटक बालबालिका भित्ते पत्रिका आजको दिनबाट हामीले विमोचन गरेर बालबालिकामा भएका प्रतिभाहरूलाई प्रस्फुटन गराएर एउटा भित्ते पत्रिकाका माध्यमबाट उनीहरूको सिर्जनालाई विद्यार्थीहरू सामु राख्ने र त्यसबाट विद्यार्थीहरूमा अन्य विद्यार्थीहरूमा पनि साहित्य सिर्जना, कविता, कथा, निबन्ध, आख्यान लगायतका विधामा विद्यार्थीहरूको सिर्जना र प्रतिभा प्रस्फुटन गर्ने एउटा उद्देश्य र विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूको सिकाइ सहजीकरणमा यसले केही प्रभाव पार्छ भन्ने हामीले महसुस गरेर आज भानु जयन्तीको अवसरलाई सदुपयोग गर्दै यो बर्खायामको समयमा हामीले यो कार्यक्रम आयोजना गरेका छौँ र उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो यो आजको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि 4 बजेको समय भने तापनि विद्यार्थी भाइ बहिनीहरू आफ्नो विद्यालय पोसाकमा उपस्थित भएर यो कार्यक्रमलाई सफलताका लागि आउनु भएकोमा विद्यार्थी भाइ बहिनीहरूलाई पनि म स्वागत गर्न चाहन्छु। र यो बाल पत्रिका बालबालिकाको आफ्नो प्रतिभा प्रस्फुटन गर्ने एउटा पत्रिकाको एउटा मुख भनौँ पत्रिकालाई हामीले बालबालिकाको प्रतिभालाई देख्न र बुझ्नका लागि पनि हामी एउटा प्रत्येक स्कुलमा एउटा बाल उद्यान वा कुनै पनि शीर्षकमा बाल बालिकाका लागि भनेर भित्ते पत्रिकाहरूको धेरै स्कुलहरूमा यो कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हामी आजको विशेष प्रमुख विषयवस्तुका रूपमा लिएर आजको यो कार्यक्रम यो समयसम्म हामीले तयारी गर्दाखेरि अब हामी जो आफ्नो ठाउँबाट लाग्यौँ सरहरू लाग्नु भएको छ। अब यसमा हाम्रो पनि भूमिका अप्रत्यक्ष रूपमा रहे तापनि सकारात्मक हामीले सल्लाह सुझाव यसमा प्रदान गर्दै गयौँ र जसले काम गर्नुभयो त्यसमा हेड सर आफै स्वयं त्यसमा लागेर गर्नुभयो, मधु सर लाग्नुभयो, महेश सर गुरु लगायत विद्यार्थीहरूका कृतिहरू पनि हामीले सिर्जनाहरूलाई पनि यसमा समेटेका छौँ। र यो कार्यक्रमलाई विशेष गरेर आजको यो कार्यक्रममा यहाँ आउनुभएका प्रमुख अतिथि र अन्य अतिथिज्यूहरू लगायत विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत गरिदिनुको लागि स्वागत मन्तव्य व्यक्त गरिदिनुको लागि म यसै विद्यालयका शिक्षक आदरणीय सर मधु गौतमज्यूलाई यो ध्वनि यन्त्र हस्तान्तरण गर्दछु स्वागत मन्तव्यका लागि। तथा विद्यालयका प्रतिनिधिज्यू तथा पूर्व शिक्षक तथा साहित्यकार स्रोत व्यक्तित्व तथा यस कार्यक्रमका प्रमुख अतिथि अन्य अतिथिज्यूहरू, पत्रकारज्यूहरू तथा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णमा मेरो न्यानो अभिवादन, नमस्कार। र आज यस सिद्धेश्वर माध्यमिक विद्यालयका बालबालिकाको शैक्षिक उन्नयनको लागि तथा सृजनात्मक प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यका साथ एउटा सानो सुरुवात जुन हाम्रो हेड सरको सक्रियता तथा प्रस्तावमा हामी पनि केही साथ दिएर जुन एउटा सानो सिद्धेश्वर बालबाटिका नामक भित्ते पत्रिकाको रूपमा बालबालिकाहरूका साहित्यिक लेखहरू रचनाहरू सँगालेर यसरी भानु जयन्तीको अवसर पारेर विमोचन गर्न लागिएकोमा म पनि यसै विद्यालयको एउटा शिक्षकको नाताले विद्यार्थीहरूको एउटा प्रतिभा वृद्धिमा तथा एउटा अभिव्यक्ति शैलीहरूमा यसले राम्रो प्रभाव पार्नेछ, उनीहरूको सृजनात्मक क्षमतामा निखार ल्याउनेछ भन्ने एउटा आशा तथा अपेक्षाका साथ म सम्पूर्ण सिर्जनाहरू उपलब्ध गराएर यहाँ पत्रिका प्रकाशन हुनलाई सम्भव तुल्याउने विद्यार्थी भाइहरूलाई विशेष धन्यवाद दिँदै यस विमोचन कार्यक्रममा पाल्नुभएका सम्पूर्ण
अतिथिज्यूहरू, पत्रकारज्यूहरू तथा शिक्षक साथीज्यूहरू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म कार्यक्रमलाई सफल पारिदिनको लागि आफ्नो काम छोडेर उचित उपयुक्त समयमा निर्धारित समयमा पाल्नुभएको र कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै हार्दिक स्वागत गर्दछु। स्वागतम स्वागतम स्वागतम। अतिथि विनयराज गौतमज्यूलाई स्वागतम भन्दै रुद्राक्ष मालाद्वारा स्वागत गरिदिनु हुन अनि त्यस पछाडि उहाँलाई स्वागत गरेर अनि हामी भानु जयन्तीको तस्बिरमा माल्यार्पण कार्यक्रम र सिन्दुर अर्पणको कार्यक्रम गर्दछौँ। जयन्तीको विशेष अवसरमा भानुभक्त आचार्यको यहाँ हामीले तस्बिर राखेका छौँ। उक्त तस्बिरमा पुष्पगुच्छ र अबिरद्वारा सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आज धाराधाम छोडेको पनि कति भयो, कतिपय 213औं हामीले जन्म जयन्ती मनाइरहेका छौँ र यसै उपलक्ष्यमा हाम्रो बालबालिका भित्ते पत्रिका पनि प्रकाशन गर्न गइरहेका छौँ, विमोचन गर्न गइरहेका छौँ र हामीले यहाँ मन्त्र सुरु गर्दाखेरि हावा चलेर हावाले हाम्रो धनै धनै विमोचन भइसक्यो अवस्था थियो। तै पनि यसलाई गरिदिनु हुन अनुरोध गर्दछु। सबैजनाले ताली बजाउने। म अब पहिले यहाँ एउटा भानुभक्तद्वारा रचना गरिएको वाल्मीकि रामायणको बालखण्ड अन्तर्गतको पहिलो एउटा श्लोक म यहाँ लयबद्ध रूपमा वाचन गरेर यो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात भएको कविताले यहाँ बल्नु छ। हामी एउटा झिलको एउटा चिङ्गारी भन्छ नि, यतातिर चिङ्गारीले सुकेको चिज सुक्खा चिज पायो भने के गर्छ? सबै जलाइदिन्छ। तार्किक रूपमा कविताका माध्यमबाट प्रस्तुत गरेका हुन्छन् र कवितालाई बुझ्न यो एकदम सही सरल तरिका पनि हो। र यहाँ हाम्रो पहिलो माथिपट्टि रहेको मेरो प्यारो साथी भन्ने ओमकार तिवारी मुख्य आठका भाइले लेखेका छन् र उनको रचना उनकै मुखबाट वाचन गर्नलाई म यहाँ अनुरोध गर्दछु। उनले रचना गरेको गीत छ, मैले लेखेको छु, म भन्न गइरहेको छु। धेरै दिनबाट शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छु बनाउन लामो दिनहरू काट्नु नै गाह्रो भयो। सानामा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो। आजको कथा छको कथा छ तर मेरो मनले बाल्यकालमै पुकार्यो।
शिक्षाका लागि सहर छिरेको तिमी सजको शिबाट तारा नियम पनि आकाशमा चम्किला तारा नहेरी हामी झला कुसारी गरौला भेट्न खुलेर दिल खोली दुःख सुखका कथा साटौला ठुलो शान्तिपूर्ण वातावरण मेरो मन जुने सिद्धेश्वर नाथ बाबा सुन्दर भई बसेका हामी बालक ज्ञान लिन विद्यालय पसेका साथीभाइ मिलिजुली गर्छौँ पढाइ लेखाइ स्याबासिनी पाउँछौँ गर्छौँ गृह कार्य देखाइ। धन्यवाद। मेरो नमस्कार छ। मेरो कथाको शीर्षक हाँस्य कथा हो। एउटा घरमा दुईजना बुढाबुढी बस्थे। एक दिन बुढाले बुढीलाई भन्यो, बुढी मलाई फर्सी खान मन लागेको छ, तिमी गएर बारीबाट फर्सी टिपेर पकाऊ। त्यसपछि बुढी फर्सी टिप्न गइन्। ठिक त्यसै बेला एक विदेशी पर्यटक आएर सोधे, व्हाट इज दिस? यो सुनेर बुढी हराइन् र डराइन् र बुढानिर गएर भनिन्, बुढालाई भनिन्, बुढा यसले मलाई व्हाट इज दिस भन्यो। त्यसपछि बुढा विदेशी पर्यटकलाई भनेछ, दिस इज फर्सी, तैले गर्दा मेरो बुढी तर्सी। फर्सी तैँले गर्दा मेरी बुढी तर्सी। हो ठिक छ, हाँस्य कथा। ल धन्यवाद भाइ। पाइला एउटा महत्त्वपूर्ण रहन्छ। त्यस कारण अब हाम्रो आदरणीय सर, यस विद्यालयका प्रधानाध्यापक आदरणीय सर छविरमण सुवेदी सरलाई चाहिँ आफ्नो यो पत्रिका निर्माणको प्रक्रिया र यसको उद्देश्य र यसको निर्माणका क्रममा उहाँले गर्नुभएको आफ्नो लगोपतिदिन कसरी गर्नुभयो भन्ने कुरा उहाँले आफ्नै मुखबाट यहाँ व्यक्त गर्नका लागि म सरलाई हार्दिक अनुरोध गर्दछु। पोषक विद्यालयका मावि कर्मकाण्ड शिक्षक शान्तिराम मिश्रज्यू र आज यस 213औं भानु जयन्तीको उपलक्ष्यमा हाम्रो निम्तालाई एकदम सहज रूपमा स्वीकार गरेर आफ्नो व्यस्त समयलाई कटौती गर्दै हामीलाई समय प्रदान गरिदिनु भएकोमा र समय प्रदान गरिदिनु भएकोमा विनयराज गौतमज्यूलाई हृदयत म चाहिँ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, अर्पण गर्न चाहन्छु। र आजको हरेक मान्छे व्यस्त छ, यो व्यस्ततालाई पनि उहाँले हाम्रो कार्यक्रमलाई प्राथमिकता दिनुभयो। हुन त अन्य कार्यक्रमको तुलनामा यो हामी जुनकिरी हौँ र यो जुनकिरी नै अब कहिलेकाहीँ चाहिँ जुनकिरीको प्रकाश पनि ठुलो हुने गर्दछ। यदि चन्द्रमा लागेका छन् भने त जुनकिरीको प्रकाश गौण हुन सक्छ, चन्द्रमाको उज्यालो छैन भनेदेखि कहिलेकाहीँ जुनकिरीको प्रकाश पनि चाहिँ ठुलो हुने गर्दछ। अब जुनकिरीबाट नै हामी चाहिँ एउटा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक चन्द्रलोक पुग्ने चाहिँ हाम्रो उद्देश्य हो। यो बाल बाटिकाबाट मलाई लाग्छ यहीका प्रतिभाहरू भोलि चाहिँ महाकवि हुन सक्छन्, कवि हुन सक्छन्, भोलि उपन्यासकार, कथाकार, अब हास्य व्यङ्ग्यकार होइन। अब यस्ता चाहिँ यो उत्पादन हुने यो कोपिला हो। तिमीहरू कोपिला उमेरमा छौ। अब हामी चाहिँ फुल फुलिसकेका छौँ, कस्तो फुल फुल्ने र कस्तो सुगन्ध दिने हामीले त्यो समाजलाई चाहिँ देखाइ पनि सकेका छौँ। र अब यो खास गरी यो बाल बाटिका, सिद्धेश्वर बाल बाटिका, बाल भनेको विद्यार्थी बाल बालिकाहरू, बाटिका भनेको चाहिँ फुलबारी, सानो फुलबारी भन्ने हुन्छ। हामी चाहिँ एउटा सानो फुलबारीबाट चाहिँ अब विशाल फुलबारीमा परिणत हुनुपर्छ है भन्ने चाहिँ एउटा सङ्केत हो। र मैले चाहिँ अब यसको सुरुवात कमसेकम हाम्रो मतलब अन्तर्हृदयमा रहेको प्रतिभालाई चाहिँ बाहिर ल्याउने यो हाम्रो जमरको प्रयास हो। अब यतिका लगभग हामी 300 विद्यार्थीहरू यस विद्यालयमा पढ्छन्, कमसेकम 3-4 जनाले त यो पहिलो अङ्कमा प्रयास गरेको देखियो नि। अब दोस्रो अङ्कमा अझ धेरै प्रयास होला। अब यो अहिले प्रयास गरेकाहरूको अझ परिमार्जित कविताहरू, लेख रचनाहरू चाहिँ अर्को अङ्कमा आउन सक्छ। यो एउटा चाहिँ हाम्रो अभिलाषा हो, उद्देश्य हो। र यसै गरी परिमार्जित हुँदै हुँदै जाने क्रममा भोलि हामी चाहिँ ठुलो स्रष्टा, राम्रो स्रष्टा, विख्यात स्रष्टा बन्न सक्ने चाहिँ सम्भावना रहन्छ।
र अब यो चाहिँ मृत भस्म नबन्दैमा झिल्को भइकन बल्नु छ। मतलब हामीले समयलाई खेर नफालिकन एउटा झिल्कोले सारा जङ्गललाई डढेलो लगाउँछ। तिमीहरू भनेको आगोको झिल्को हो, त यो झिल्कोबाट तिमीहरू चाहिँ विश्वमा, देशमा, राष्ट्रमा एउटा यश कीर्ति फैलाउने चाहिँ सुगन्धित फुल बन्न सक्नुपर्छ। यसोलाई हामीले समयको सदुपयोग गर्नुपर्छ, काव्य सिर्जनामा लाग्नुपर्छ र मतलब चाहिँ यस्ता कार्यक्रमहरूबाट, यस्ता सिर्जनाहरूबाट हाम्रो थर, लाज, डर कम हुँदै जान्छ। आज 2-4 शब्द भने पनि यहाँ चाहिँ कसको सिर्जना थियो ती मतलब चाहिँ विद्यार्थीहरूले बोले, आफ्ना सिर्जनाहरू चाहिँ यहाँ छपाउन सफल भए। अब यसै गरी चाहिँ अरूहरूले पनि गर्दै जाँदा चाहिँ हामी चाहिँ एउटा झिल्कोका रूपमा एउटा पुरै जङ्गललाई डढेलो लाउन सक्ने हुन्छौँ। एउटा पुरै मतलब चाहिँ एउटा विशाल जङ्गल बन्न सक्छौँ, एउटा विशाल फुलबारी बन्न सक्छौँ र हाम्रो प्रतिभा चाहिँ मरेर जानु हुँदैन। के भनिन्छ भनेदेखि ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। हरेक व्यक्तिमा सिर्जना शक्ति हुन्छ, तर उसले वातावरण नपाएर, अवसर नपाएर उसको सिर्जना शक्ति चाहिँ अब मनभित्रै मस्तिष्कमै रहेको हुन्छ। त्यस्तो उसमा भएको सिर्जना शक्तिले अवसर र वातावरण पायो भने त्यो एउटा पिपलको दानु सबैभन्दा सानो हुन्छ, तर उसले कहीँ पनि अड्ने, ढुङ्गाको कापमा अड्न मात्रै पायो भने पनि त्यसबाट उम्रेर एउटा विशाल रुखको वृक्ष, पिपलको वृक्ष चाहिँ तयार हुन्छ। तिमीहरूले देखेकै छौ पिपल कस्तो ठाउँमा उम्रिन्छ। त्यसैले माधव प्रसाद घिमिरेले आफ्नो खण्डकाव्यमा लेखेका छन्, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। हामी त्यही सिर्जना शक्ति, त्यही क्षमताको चाहिँ यो बालबाटिका पत्रिका मार्फत चाहिँ, भित्ते पत्रिका मार्फत चाहिँ खोजी गरिरहेका छौँ। हाम्रा उपस्थित गुरुजीहरू, ताल क्लबका अध्यक्ष भाइ नन्दकिशोरजी र पत्रकार द्वय साहिर र भोलाजी र उपस्थित भाइ बहिनीहरू, धेरै खुसीको कुरा हो आज 213औं भानु जयन्तीको उपलक्ष्यमा आज यस्तो पुण्य कार्य सुरु भएको छ। सर्वप्रथम म 213औं भानु जयन्तीप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। उहाँले लेख्नुभएको कविता अघि नै शान्तिराम सरले वाचन गर्नुभएको थियो। एक दिन लोकमा नारद पुगी गया, लोकको गरौँ हित भनी। लोकको हित गर्ने उद्देश्यले जुन बेलामा गाउँ गाउँमा विद्यालय थिएन, जुन बेलामा शिक्षाको प्रचार थिएन, त्यस बेला उहाँले चाहिँ लोकको हित गरौँ भनेर चाहिँ संस्कृतमा लेखिएका रामायणलाई सबैले बुझ्ने भाषामा नेपाली अनुवाद गरेर जनजनमा नपढेका हाम्रा आमा काकी हजुरआमाहरूलाई पनि कण्ठस्थ त्यो रामायणका श्लोकहरू हुन्थे, उहाँहरूले गायन गर्नुहुन्थ्यो कुनै पनि उत्सव समारोहमा। यसरी शिक्षाको प्रचार हो, यो शिक्षाको प्रचार उहाँले गर्नुभयो र यही शिक्षाको प्रचारकै क्रममा हामी यहाँ यो भित्ते पात्रको लेखन जुन भनिरहेका छौँ। म भाइ बहिनीहरूलाई सम्झना गराउँ, यसै विद्यालयको उत्पादन म पनि हुँ। संस्कृत पढाइ हुन्थ्यो त्यस बेलामा, पूर्व मध्यमा पढ्ने क्रममा मलाई सम्झना छ प्रत्येक महिना यहाँ सांस्कृतिक कार्यक्रम हुन्थ्यो, कविता लेखन, निबन्ध लेखन, अरू कुराहरूको लेखनको प्रतियोगिता हुन्थ्यो। हाम्रो शिव शर्मा भन्ने एकजना गुरु हुनुहुन्थ्यो, श्याम गुरु हुनुहुन्थ्यो, श्याम प्रसाद बराल वाचस्पति गुरु हुनुहुन्थ्यो, उहाँहरू सबैजना उपस्थित रहनुहुन्थ्यो। उहाँहरूको चाहिँ निर्देशनमा विद्यार्थीहरूले लेख्थे। यसका ज्वलन्त उदाहरण
म भनौँ धेरैजना चाहिँ मतलब कि प्रोफेसर, धेरैजना चाहिँ उच्च प्रशासकहरू भएर यहाँ गए। अझ तपाईँहरूले भन्नुहोला संस्कृत पढेर मात्रै होइन, यस विद्यालयमा पहिला 1 देखि 8 सम्म प्रशस्त विद्यार्थीहरू हुन्थे। तीनचन्द्र मावि वा दुर्गा मावि त सधैँ थिएन, यहाँ यो जनता मावि पनि थिएन। जिल्लाभरिमा जम्मा 5वटा माध्यमिक विद्यालयहरू थिए। पूर्वमा रामचरित्र मावि चिउटाहा, जनता मावि गुम्जन, अनि भोला मावि गञ्ज भवानीपुर र सिद्धेश्वर संस्कृत मावि कलैया र तीनचन्द्र मावि, यी 5वटा विद्यालय मात्रै हुन्थे। त्यस बेलामा विद्यार्थीको चाप यहाँ अत्यधिक थियो। यही सिद्धेश्वर विद्यालय हो। यहाँबाट 8 क्लास पास गरिसकेपछि 9 क्लासमा संस्कृत पढ्नुपर्छ भन्ने बहानाले केही संस्कृत पढ्ने इच्छुक ब्राह्मण बटुकहरू, ब्राह्मणका बच्चाहरू मात्रै यहाँ बस्थे र अन्य विद्यार्थीहरू यहाँबाट तीनचन्द्र मावि वा अन्य विद्यालयमा जान्थे। यहाँ विद्यार्थीको अत्यधिक भिड हुन्थ्यो र त्यही जगबाट बसेका ती विद्यार्थीहरू पछि गएर धेरै ठुला प्रशासक र धेरै ठुला डाक्टर, चिकित्सक पनि भए। अब यो धेरै राम्रो सुरुवात भएको छ। त्यो जग जुन मैले भने अघि कि पहिले पनि यसरी सांस्कृतिक कार्यक्रमहरू या निबन्ध लेखन प्रतियोगिता, सांस्कृतिक के अरे कविता लेखन प्रतियोगिताहरू हुन्थे र त्यसमा विद्यार्थीहरू अगाडि आउँथे। यसको ज्वलन्त उदाहरण अर्को पनि छ। निर्मोही व्यासजी हुनुहुन्छ यहाँका विद्यार्थी। उहाँले चाहिँ मतलब अहिले डाक्टर वेद व्यास उपाध्याय उहाँले लेख्नुहुन्छ। अहिले साह्रै देशमै गिरिने मध्येका एकजना साहित्यकार हुनुहुन्छ। यो साहित्य सिर्जनाको एउटा ठुलो माध्यम हो। हामी आजका बालक भोलि देशको कर्णधार बन्छौँ। अघि नै गुरुले भन्नुभयो आज कोपिला भोलि पक्कै पनि फक्रिन्छ, फुल्छ, त्यसमा फल लाग्छ। कुनै पनि बिरुवामा कोपिलाबाट नै अगाडि जाने हो। यसै गरी हामी आज साना छौँ, भोलि गएर अवश्य पनि एउटा ठुलो कवि, एउटा ठुलो साहित्यकार, एउटा ठुलो डाक्टर, एउटा ठुलो प्रशासक जे पनि बन्न सक्छौँ। तर सबैमा लेखन कला आवश्यक पर्छ। प्रशासक भयौँ भने पनि एउटा चिठी कसरी राम्रोसँग लेख्ने, कसरी चाहिँ मतलब कुनै पनि कुरोलाई चाहिँ वाद विवादमा ओर्लिने, अथवा हामी चिकित्सक भयौँ भने पनि त्यहाँ पनि त केही न केही कुरो लेख्नै पर्छ। साहित्यकार भयौँ भने झन् कुरो लेख्नु पर्ला। गुरुहरू चाहिँ मतलब जस्तै विद्यार्थीहरूलाई ज्ञान दिने शिक्षक भयौँ भने पनि हामीले यही काम गर्नुपर्छ। तसर्थ धेरै राम्रो सुरुवात छ। म खुसी छु। म वचन दिन चाहन्छु, जहिले जहिले यस्ता बच्चाहरूको बिचमा गुरुहरूले मलाई बोलाउनुहुन्छ म उपस्थित हुन्छु। पहिले पनि उपस्थित हुने गरेको छु, अब पनि म उपस्थित हुन्छु। यो मलाई खुसीको कुरा लाग्छ। र साहित्य सेवनको क्रममा म पनि पहिला त लेख्न बाबुहरूकै उमेरदेखि लेख्न सुरु गरे भए अहिले धेरै अगाडि बढ्ने थिएँ। जब म जागिरबाट रिटायर भएँ के गरौँ हुन थाल्यो। अनि अलिअलि लेख्न थालेको छु। त्यो बुढेसकालमा एउटा भोजपुरीमा उखान छ, बुढ सुगा पोष मानी, तर होइन, त्यसलाई पनि पोष मनाउने हिसाबमा म छु, अगाडि बढ्दैछु। हेरौँ, यो धेरै राम्रो सुरुवात हो। म सबै विद्यालयका पुरै शिक्षक बन्धुहरूलाई साधुवाद भन्न चाहन्छु। यो राम्रो सुरुवात हो, यसलाई अगाडि बढाउँदै जाउँ र अन्य क्रियाकलापहरूमा पनि यो लेखन प्रतियोगितामा मात्रै होइन, अन्य जस्तै भनौँ हामी चित्रकला प्रतियोगिता पनि गराउँ। त्यसै गरी कहिलेकाहीँ हामीले चाहिँ म्याथमेटिक्सका र अरू विषयका पनि प्रतियोगिताहरू गरौँ, जसबाट विद्यार्थीहरूमा पढ्ने जोस जाँगर आउँछ। म अगाडि जाउँ, म केही सिकौँ, म केही कुरो नजानेका कुराहरू गुरुहरूबाट सिकौँ, सोधौँ, बुझौँ भन्ने जिज्ञासा भाइ बहिनीहरूमा जागिरहोस्, अगाडि बढौँ। म यही शुभकामना दिँदै पुनः 213औं भानु जयन्तीको श्रद्धासुमन अर्पण गर्दै र मलाई यसरी प्रमुख अतिथि भनेर आतिथ्य ग्रहण गराइदिनु भयो, त्यसको लागि पनि
प्रधानाध्यापकज्यू सविरमण गुरु शान्तिराम गुरु या अन्य शिक्षक स्टाफ सबैप्रति आभार व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, मो भानुभक्त धनी भइकन आज यस्तो। मेरा यिनार न त सत्तल पाटी केही छन्, जो धन र चिजहरू छन् घरभित्र नै छन्। यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार होस् मकन बस्नु नराखी कीर्ति। एउटा सामान्य घाँसीबाट प्रेरणा लिएर भानुभक्त नेपाली साहित्यमा एउटा चम्किला नक्षत्रका रूपमा स्थापित हुन पुगे। त्यसैले प्रेरणा भन्ने कुरा, शिक्षा भन्ने कुरा सानोबाट नै ग्रहण गर्नुपर्छ। एउटा सानो झिल्कोले नै सारा जङ्गललाई सखा बनाइदिन्छ। एउटा सानो कोपिलो नै एउटा सुगन्धित र सुन्दर फुल भएर चाहिँ पोखरीलाई, घर आँगनलाई सुन्दर बनाइदिन्छ। यसर्थ यो हाम्रो सानो प्रयास सफल हुनेछ, यसले निरन्तरता पाउनेछ भन्ने मैले आशा, विश्वास र भरोसा लिएको छु।